सर, तपाईँलाई हाम्रो जुन चाहिँ पहाडको बाटोघाटो, जुन चाहिँ पहाडको बाटोहरू छ है, यसको विषयमा तपाईँलाई के छ, लाइक तपाईँको भिजन के छ? जब हामी बाटो देख्छौँ होइन, अब इन्फ्रास्ट्रक्चर भनेको त अब बाटोघाटो मात्रै होइन, पानीदेखि लिएर सुएज सिस्टमदेखि लिएर ग्रामीण क्षेत्रको अर्कै होइन, यहाँ म्युनिसिपालिटीको अर्कै। ग्रामीण क्षेत्रको आज बाटोको कुरा मात्रै गरौँ ल। बगान हो कि बस्तीमा होइन, बाटो आउँदाखेरि खुसी हुन्छ क्या। अब आज बाटो आयो भनेर गाउँलेहरू खुसी हुन्छ होइन, शिलान्यास हुन्छ, कालो काम पनि भयो भने त्यो 6 महिनामा एउटा बर्खमा होइन तुरिहाल्छ क्या। अब हुन्छ नि, किनभने क्वालिटी राम्रो हुँदैन। अनि हाम्रो सोच विचारमा चाहिँ के छ भन्दाखेरि यो हाइवेजहरू यो ब्ल्याक टार गरेर के पनि छैन होइन, त्यो हुनैपर्छ। तर रुरल रोड्समा चाहिँ यो जुन चाहिँ कङ्क्रिट ब्लक्स छ नि, कङ्क्रिट ब्लक्स हुनुपर्छ। किनभने कङ्क्रिट ब्लक्स भयो भने चाहिँ जहाँ चाहिँ बस्ती कमान यसमा चाहिँ नि एकताल कङ्क्रिट ब्लक हाल्यो भने चाहिँ लगभग हाम्रो स्टडी सो द्याट 15 सालको लागि के पनि हुँदैन। अनि बिग्रियो भने पनि होइन त्यो 3-4 एउटा टाइल निकालेर फेरि हाल्नु सक्छ। कङ्क्रिट ब्लक भनेको यहाँ अहिले चौरस्तामा राखिरहेछ, जग्गा जग्गामा त्यो टाइलिङ हुन्छ नि। अनि त्यो गऱ्यो भने चाहिँ 15 साल। अनि कसरी चाहिँ गर्ने? अब कम्पनीबाट किन्ने अनि आफ्नो खुट्टामा उभिनु हो भने चाहिँ हाम्रो सोच विचारमा चाहिँ हाम्रो खोला नालाहरू धेरै छ। अनि यो कङ्क्रिट ब्लक्स बनाउने एउटा मेसिन पाउँछ, 7-8 लाख रुपियाँमा पाउँछ। अनि सेल्फ हेल्प ग्रुप होस् नभए यस्तै क्लबहरूको मान्छेहरूलाई हामीले यो मेसिनहरू होइन यो खोला नालामा होइन हामीले दिनु सक्यो भने त्यहाँ माल मेटेरियल पाइहाल्छ होइन, बलुवा पनि पाउँछ, चुर गिटी पनि पाइहाल्छ होइन। अनि यो मेसिनकोमा मिनी क्रसर मेसिनहरू हुन्छ। अनि त्यहाँदेखि एक्स्ट्रा के लाग्यो? सिमेन्ट मात्र लाग्यो। अनि सिमेन्ट र यो गऱ्यो भने अनि घाममा सुकाउनु पर्छ, साँचा हुन्छ। त्यो साँचा अनुसार हामीले गऱ्यो भने रुरल एरिया, कमानवासीको एरिया, बस्तीको एरियामा चाहिँ एकताल यो टाइल भएको बाटो गऱ्यो भने 15 साल के हुँदैन होइन। सो त्यो गऱ्यो भने चाहिँ बिस्तारै यो खोला नालाले सप्लाई गर्छ, यो सेल्फ हेल्प ग्रुप अन्यहरूले सप्लाई गर्छ कि दार्जिलिङ पहाडको कालिम्पोङ खरसाङ मिरिक यो जति छ बस्ती र कमानको बाटो चाहिँ यो टाइल गऱ्यो भने। किनभने हाम्रो मान्छेलाई, हाम्रो युवाहरूलाई बाटो छ भने नि गरी खान्छ, होमस्टे नै गर्छ, अरू कतिवटा सानो एन्टरप्रेनरसिप गर्छ, तर बाटो नै राम्रो हुँदैन। म जहाँ जान्छु मेन चाहिँ हाम्रो बाटो। बत्ती पुगेको हुन्छ तर बाटो पुग्यो भने हामी आर्थिक चपेटबाट होइन हामी माथि जान्छौँ जस्तो लाग्छ। अनि मेरो ट्राभल्समा बाहिर न्युजिल्यान्डमा जाँदा, बाहिर विदेशमा जाँदाखेरि रोड इन्सपेक्टर्स हुन्छ क्या। अनि रुरल एरियाजमा चाहिँ मोटर बाइक्सहरूमा होइन उहाँहरूको एरिया दियो भने 1 हप्तामा चाहिँ तपाईँ यो 100 किलोमिटर तपाईँहरूको निरीक्षण हुनुपर्छ। अनि कहाँ टाइल बिग्रेको छ त्यहाँ जिपिएसको नक्सा खिचेर जिपिएससँग गऱ्यो भने त्यो जो बाटो बनाउने उद्योग छ आएर त्यो 5-10 एउटा टाइल चेन्ज गरेर फेरि नयाँ टाइल लाउँछ। यसरी गऱ्यो भने हामी आफ्नो खुट्टामा, हामी सिलगढी अनि उताबाट टाइल किन्नु पर्दैनौँ। हाम्रो आफ्नै युवा भाइहरूले यो टाइल, हाम्रो बहिनीहरूले टाइल्स बनाउँछ। अनि यही टाइलले चाहिँ हाम्रो बाटोघाटो जहाँ जहाँ पुगेको छैन 2 घर होस् बाटो पुग्नुपर्छ। किनभने बाटो छ भने स्वास्थ्य, शिक्षा, आर्थिक सबै चिजबाट चाहिँ हामीले मुक्त पाउँछौँ होइन। सो यो एउटा सानो भिजन हो बाटोको मात्रै। कुनै दिन अब भाइको प्रश्न अरू भिजन मलाई भन्नुहोस् न।